होइन, यो 17वटा पार्टी समावेश गरेर 17 सिट पनि जित्न नसकेको यो जङ्गली 17,000 मार्ने मान्छेले फेरि अहिले के वक्तव्य दिँदै हिँडेको हो कि म त लाज पनि पसारो पर्छ हो यसलाई देख्यो भने त यार। के भनेको होला, के बोलेको हो त्यो, कस्तो खाले मान्छे हो, कस्तो अराजक मान्छे हो। घन्टीमा भोट हाल्ने जतिलाई खोजी खोजी कारबाही गर्छु भन्दै हिँडिरहेछन् फेरि हाम्रो प्रचण्ड यो सरकार। यो जङ्गली मान्छेको सोचाइ नै जङ्गली, भनाइ नै जङ्गली, विचार नै जङ्गली। अब के गर्ने, मान्छे मार्न बानी परेको यसलाई त अहिले अब घन्टीले जित्यो भनेर घन्टीमा भोट हाल्ने जतिलाई खोजी खोजी कारबाही गर्छु भनेको के हो, मार्छु भनेको हो नि त। यस्ता यो हत्याराहरूले त मार्छन् फेरि। अब कसले घन्टीमा हाल्यो भन्ने त तेरै घर परिवारलाई थाहा होला के होइन। घरिघरि राम्रो लाग्छ यो मान्छे, तर यसको मान्छे यो बेला बेलामा यो बौलाएको देखेर म अचम्म पर्छु यार। होइन, अलिअलि त अब त सुध्रिनु पर्छ नि, शाखा सन्तानै मासिसक्यो, अझै पनि के चाहिएको यो मान्छेलाई। म त पागल हुन्छु यार यसलाई देखेर। तेरो विचार वक्तव्य थुक्क थुक्न मन लाएर आउँछ।